हेलो अनि कस्तो लाग्यो त शेरब्लिङ मोनास्ट्री अनि अब चाहिँ हामी शेरब्लिङको 108 वटा छोर्ten छ कि त्यो हेर्न जाउँ है हामी है। त्यसपछि अरू ठाउँ पनि जाउँला है भयो भने। हुन त अहिले बेलुकाको 6 बज्न लागिसक्यो, पूजा सकेर आएको म। फेरि छिटो अँध्यारो हुन्छ कि सो छिटो गइहालौँ। लेट्स गो। सो तपाईहरुले देख्नुभयो होला, यो थियो यहाँको 108 वटा स्तूप है। यस्तो सानो सानोवटा 108 वटा ठ्याक्कै छ कि। यप, अब चाहिँ अर्कै ठाउँमा छौँ है हामी। अहिले म एक्लै छु, पहिला आएकै थिएँ हो, त्यस्तै झन्डै 10 वर्ष अगाडि। सो आई डोन्ट नो, बट या तपाईँहरूलाई दामी चिजहरू दिन्छ है। मैले पनि फर्स्ट टाइम देखेको। डस्टबिन दामी छ डस्टबिन है। यस्तो डस्टबिन चाहिँ मैले पनि फर्स्ट टाइम देखेको कि। अनि अब चाहिँ हामी छोकडामा जाउँ है त। यहाँ चाहिँ शेरब्लिङमा छोकडा, सेड्रा होइन, अनि मेम्पा हो, अनि लोब्डा भनेर त्यसरी 4-5 थरीको छन्। अहिले मेन पूजा चाहिँ तल सेड्रामा भइरहेछ हो, र अब हामी जाउँ छोकडामा है त। यता अनि गुम्बाको एरिया चाहिँ एकदम ठुलो छ कि। कुनै गुम्बा उता, कुनै यता हो। हिँडेर जाने बेला चाहिँ खुब टाइम लाग्छ, बट वकिङ पनि भइहाल्छ होइन। या well, I don't know if I am going the right way. It's been almost 10 years, so I don't know the way. I'm just guessing, I'm just assuming it is the right way. Yeah, so अब बाटो गएपछि कतै न कतै त पुगिहाल्छ नि होइन। बाटो त रहेछ है, तर कहाँ पुग्छ थाहा छैन। जानु चाहिँ छोकडामा जानुपर्ने है। छोकडा देख्नु पनि देख्दैन हो। यहाँदेखि हेर्दाखेरि ठ्याक्कै देखेको भए त त्यही हुँदै जानु मिल्थ्यो नि होइन। सायद आज तपाईहरु र म यतिकै वकमा मात्रै हुन लाग्छ है, बट इट्स फाइन होइन, ठिकै छ नि त है। यो जङ्गलभित्र म एक्लै रहेछ हो। आई होप म एक्लै होला होइन। अनि तपाईँ हामी बिच के लुकाउनु होइन, मेरो यो मिठो स्वर चाहिँ सुनाइदिइहाल्नु न।
बिखरने का मुझको शौक है बड़ा, संभालेगा मुझको तू बता जरा। हो डूबते हैं तुझ में आज मेरी कश्ती, गुफ्तगू में उतरी बात की तरह। लिरिक्स पनि बिर्स्यो हो, बाटो पनि बिर्स्यो, लिरिक्स पनि बिर्स्यो। तपाईँहरू गाइदिनुहुन्छ कि? यहाँ देखाइरहेको छ यता हो भनेर गुम्बा, दिस वे। यप, यहाँदेखि होइन फेरि बाहिर पुग्छ नि। So yeah, I'm in the right way. क्या दामी देखियो कि है यो कलर के बाटो कलर। वाउ, यप। ल त्यहाँ दामी गुम्बा एउटा देखेँ कि, आई डोन्ट नो, इट्स सम सोर्ट अफ मण्डाला होइन। वाउ, कसम भनेको तपाईँहरूले देख्नु सक्नुहुन्न होला है। आई विश आई कुड जुम इन होइन, गोप्रो हो, जुम पनि हुँदैन, सो स्याड है। वाउ, लेट्स गो। अघि त्यो साइनबोर्ड पढ्नु पर्ने है, पढिनँ मैले हतार हतारमा। त्यहाँ नत्र के लेखेको थियो सायद, आई वुड हेभ नोन होइन वाट इट इज है, वाट द्याट इज है। केही छैन, जाउँ न होइन, बाटो बाटो त्यहाँ पुग्छ कि। वाउ, पछाडिको त्यो कलर हेर्नु न, दामी छैन? यता फेरि एउटा गुम्बा आयो, बट मैले भनेको चाहिँ उतापट्टिकै दामी देखिरहेछ कसम भनेको। I believe that we are at Terga Monastery, not Terga Monastery, sorry, Palpung Sharabling Monastery, Chokda होइन। Yeah, that's it. Chokdaमा आइपुग्यौँ। I remember this path होइन, मलाई बाटो याद छ। हामी 10 वर्ष अगाडि चाहिँ हामी केलाउँ धम्बा थाप्न आएको थियौँ कि, त्यो बेला यही बाटै हुँदै आएको थियो। यप, अहिले रात पर्न लाग्यो कि, नत्र त्यो ठाउँमा जान्थेँ म होइन है। त्यहाँ चाहिँ के भन्छ, त्यो मण्डला जस्तो देख्ने गुम्बा चाहिँ बाटो त्यहीँ रहेछ कि, बट इट विल टेक मी लाइक मोर देन 15 मिनट्स आई थिङ्क होइन। सो आज चाहिँ यता छोक्डा नै घुमाउँ न है, यस्तो रहेछ है। आई थिङ्क दिज आर गेस्ट हाउस। तपाईँहरू यता आउनुभयो भने गेस्ट हाउसहरूमा बस्न सक्नुहुन्छ होइन। इट विल बी चिपर देन अदर टुरिस्ट प्लेस होइन, टुरिस्ट होटल आई बिलिभ। यप, जम Palpung Sharabling Monastery Seat, Monastery area. Yep, let's go.
ल हामी चाहिँ गुम्बाको अगाडि छौँ हैन गुम्बाभित्र जाउँ न गुम्बाभित्र चाहिँ यस्तो देख्छ हो I believe, not just I believe that I know that this is the only monastery in whole India to have this kind of rooftop inside the monastery. It is the one and only, I'm sure. Sadly अहिले मन्दिर बन्द छ हो पहिला हामी त्यो केलोङ दम्बा लिन आउँदा चाहिँ यही मन्दिरभित्र चाहिँ हामीले पूजापाठ गरेर चाहिँ केलोङ दम्बा लिएको थियौँ हैन Sadly it is locked है अनि भोलि पर्सि कुनै दिन खोल्छ होला यहाँदेखिको भ्यू हेरौँ न है So like I said यस्तो भएको चाहिँ this is the one piece हैन one and only monastery है त अब बाहिर जाउँ है हामी can you guess where I am right now? I'm in the most beautiful place, the place I loved so much, the basketball court. Sadly अहिले अँध्यारो भइसक्यो हो अनि राम्रोसँग देख्नु देख्दैन है अनि I don't know if I will get to play or not हैन and we will come here some other day. I will make videos of this beautiful court so for today that's all अनि एकछिन पछि चाहिँ म तपाईहरुलाई त्यो शार्बलिङ सेडा नाइटमा कस्तो देख्छ हैन नाइट भ्यू देखाउँछु है त सो अहिलेलाई बाइ chorten the shader के छ वेट स्टुपेन्स सेडा अघिको बाटो गयो भने त एकदम लङ कट हुन्छ के हो कहाँ आको तिम्रो यता आको म त उतादेखि त्यो बाटैबाट आएर गाँची बोल्दै एम्पा कम्बा अब क्या त ब्लगर सर्ट रहेछ त युट्युब ल साथीहरु आएर डिस्टर्ब गरे नि हो के हो न भिडियो बनाएको यति धेरै भइसक्यो कि तर पनि अरु मान्छे त परै जस्तो आफ्नो साथीको अगाडि बोल्नु पनि अप्ठ्यारो लाग्छ हो
र आई वाज सेङ होइन अघिको बाटो गयो भने लङ कट हो सो दिस इज सर्टकट है या लेट्स गो स्मल ब्रिज रहेछ यता ब्रिज एकछिन है हुनु त भन्छ नि त होइन जिन्दगीमा सर्टकट बाटो नलिनु भनेर तर एट अ टाइम लाइक दिस होइन सर्टकटले गर्दा चाहिँ टाइम धेरै बच्छ नि त होइन सर्टकट लिनु होइन तर सर्टकटमा चाहिँ तपाईँ रस नगर्नु होइन हतार नगर्नु कि होइन सर्टकट बाटोमा नि तपाईँ आरामले हिँड्नु होइन सो दे वोन्ट बी एक्सिडेन्ट होइन या द्याट्स वाट आई बिलिभ or maybe that's what I want to believe in yeah बाटो चाहिँ दामी छ है दिनमा भए दामी देख्थ्यो होला अब के अँध्यारोमा देख्नु पनि त्यति देख्दैन हो सो ओके मलाई त देखिरहेको छैन होला होइन बट लेट मी सो यु द नाइट भ्यू अफ द मोनास्ट्री है Hello everyone, so यो भिडियोको लागि यति नै हैन I hope you like this video हैन अनि we'll see you in next video है yeah, so stay happy, take care, bye bye, and yeah, have a good night.